चिकपिन्दा छपु मेन्जेंकेको मचितया लोकौं हमामे हालामे सत्यनारायण मानन्दरजु वेकया सलं छबु हापुगुमे चिकपिन्दा चिकपिने हुनाने प्रस्तुति आतंगा भाजु सत्यनारायण मानन्दर दासमा पदासीन हुनुभएका आदरणीय व्यक्तित्वज्यूहरू त्यसै गरिकन दर्शक दिगामा रहनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वज्यूहरूमा मेरो सादर नमस्कार। म हजुरहरूलाई एउटा हाम्रा अग्रज दाजु माननीय सुरेन्द्रराज गोसाई सरले रच्नु भएको रचनाको गीत म हजुरहरूलाई सुनाउँदैछु। यो गीतलाई विभिन्न किसिमले सहयोग गरिदिनेहरू व्यक्तित्वहरू धेरैजना मध्ये मैले नामै लिनु पर्दा एउटा हाम्रो प्रज्वल लामा भाइ हुनुहुन्छ, उदयमान सङ्गीतकार एरेन्जर हो उहाँ लगायत धेरैजनाले सहयोग गर्नु भएको छ। यो गीत म हजुरहरूलाई सुनाउँछु। यो एकदमै ताजा नै गीत हो। यो हिजो भर्खरै मात्र बनेको हो। अझ भनौँ भने यसमा कति अलिअलि कामहरू अझै बाँकी छ। त्यो त अब रेकर्डिङमा सघाउने नै छु। अहिले हजुरहरूलाई यतिकै पस्किन हतार मलाई मन लागेर पस्किँदैछु। प्रजातन्त्र जनताको अझै छैन आएको, प्रजातन्त्र जनताको हुनु पर्छ शासन मजदुर किसानको, छैन आएको सरी Sorry. देवचंद्र महागोई sorry. छैन आएको प्रजातन्त्र जनताको, अझै छैन आएको प्रजातन्त्र जनताको हुनु पर्छ शासन बहुमत किसानको, झुठा हो त्यो झुठा हो त्यो प्रजातन्त्र पुँजीपति वर्गको
ढाल्नु पर्छ ढाल्नु पर्छ ढाल्नु पर्छ शासन अल्पमत शोषक सामन्तको अझै छैन आएको प्रजातन्त्र जनताको समाजवाद हो शान्ति रहो समृद्धिको स्रोत समाजवाद नै नयाँ संस्कृति सभ्यताको स्रोत समाजवाद हो शान्ति रहो समृद्धिको स्रोत समाजवाद नै नयाँ संस्कृति सभ्यताको स्रोत साम्राज्यवाद गर्दैछ चौतर्फी ध्वंस नरसंहार साम्राज्यवाद फाँसीवाद मानवको कहर विश्वको जहर अझै छैन आएको प्रजातन्त्र जनताको अझै छैन आएको प्रजातन्त्र जनताको अल्याखपत दलित को जीत अल्याखपत दलित को जुडिनेछ विजय सुनिश्चित कामदार जनताको 21औं शताब्दी समाजवाद नवयुगको समाजवाद नवयुगको अझै छैन आएको प्रजातन्त्र जनताको अझै छैन आएको प्रजातन्त्र जनताको हुनु पर्छ शासन बहुमत मजदूर किसान को झूठा हो त्यो झूठा हो त्यो झूठा हो त्यो प्रजातन्त्र पुँजीपति वर्गको ढाल्नु पर्छ ढाल्नु पर्छ ढाल्नु पर्छ शासन अल्पमत शोषक सामन्तको अझै छैन आएको प्रजातन्त्र जनताको अझै छैन आएको प्रजातन्त्र जनताको eko syvä vekayata taskam balnagu meni